सो यहाँबाट चाहिँ अब हामी निस्केको सालामेन्डा लेकबाट ल झाँक्री कटुस अरे यो चाहिँ लेक चाहिँ यहाँनिर रहेछ यत्रो रहेछ मजाकै रहेछ आमा सन्चो पनि आयो 2 रुपियाँ गोटाको मोमो पाउँछ भनेर रियानलाई थाहा रहेछ अब उसले भन्दैछ गर्लफ्रेन्डलाई बोलाएर थुक्पा किन्नु लाउने चाहिँ हाम्रै बानी छ है यो हाई एभ्रिवान एसएल ब्लग्स वन्स अगेन अब आज चाहिँ हामी नेवर बालासन जानु आँटेको सो हामी यहाँबाट निस्किनु आँटेको थियो तर अनफर्चुनेटली पानी पर्नु थाल्यो हो वेदर यस्तो छ बट स्टिल आज हामी जानु आज चाहिँ हामीसित रियान चामलिङ ब्लग्स पनि हुन्छ अनि सन्जुक ब्लग्स पनि हुन्छ हो आज फेरि 3 जना निस्किनु आँटेको अब यहाँबाट खै चाबी अघि देख्थ्यो त अन्तखेरि मैले तिमीलाई त्यो एटेट लेखेको चाबी हाल न ल हामी चाहिँ हिँडिसक्यो यहाँनिर पानी पर्दैछ हो तर पनि हामीले एकपल्ट ठानेपछि है अब हामी हामी निस्क्यो यहाँ सन्चो पनि आइपुगिसक्यो यहाँ कसैले पनि सक्दैन यहाँ त्यहाँ छ पानी पर्दैछ भ्याकुता कराउँदैछ यहाँ पछाडि इन्ट्रेस्टिङ भिडियो हुन्छ आज अहिले पुरा निस्क्यो त है लास्टमा त है जहाँबाट पनि भानिसले त केटी नै छिटो बिहा गर्छ होला जस्तो लाग्छ दिलगी त होइन अब केही न केही त छ होला त्यसमा त्यो केटीको गुण त होइन बिचरा जो कोही छ होइन यो भिडियो हेरेर कोठी हुने चाहिँ बिचरा उहाँलाई अब उहाँले चाहिँ यता हाम्रो भानिसलाई चाहिँ रिक्वेस्टहरू पठाउनु होला है रियान चामलिङ भ्लग हो उहाँको नाम हाम्रो बाटोको अवस्थाहरू चाहिँ यहाँ चाहिँ ड्राइभिङ स्किल चाहिँ राम्रै हुनुपर्छ मेरो आउन आएको छ सो फाइनली हामी सुनादा आइपुग्यो थ्याङ्क गड अनि यहाँ आइपुग्नु त अन्त एकदम ठुलो कुरा हो नि त अन्त हाम्रो बाटोमा त नयाँ ड्राइभरहरू त अन्तखेरि अब नआयो आइपुग्दैन बम्पर त सिधै काँचो बोकेर आउँछ नि अन्त क्लच प्लेटहरू सिधै अन्त कतातिर हुन्छ यो चाहिँ हो हाम्रो गराज लाइन हाम्रो उपेन्द्र नि उयो हुनुहुँदो रहेछ यो यता हौ के हामीलाई नचिन्नेमा त कस्तो मात्र उहाँ चाहिँ पढ्नुभयो हाम्रो दाजु म त अर्को जग्गा पनि जानुपर्छ हाम्रो भ्याइन क्यान्सल भइहाल्छ एउटा त अर्को जग्गा पनि जानुपर्छ बस न कहाँ गइहालेको गएको यो अगाडि चाहिँ सुनादा होली क्रस हायर सेकेन्डरी स्कुल हो केटीहरूको गर्ल्स मात्रै हो यहाँ चाहिँ केटाहरू पढ्छु भन्नु चाहिँ सानो 3देखिको प्राइमेरी सेक्सनमा मात्रै छ केटाहरू चाहिँ क्लास 4 सम्म यो चाहिँ 1972 मा बनेको रहेछ सो आज हामी यहाँ त्यो सानो काम परेर चाहिँ हामी लेफ्टपट्टि जाँदैछ अदरवाइज हामी राइट साइड जान्छ सो फाइनली हामी यहाँ चाहिँ आइपुगेको छ यो स्कर्पियो एनको सानो काम रहेछ कि सन्चोको त्यसले गर्दाखेरि यहाँ आइपुगिसकेको छ स्कर्पियो एन यहाँ झारखण्ड नम्बरको रहेछ विचारहरू ब्रेकडाउन भएर बाटोमा बसेछ फाइनली हामी यहाँ गोराबारी आइपुग्यो सेलेसन कलेजको अगाडि हो हामी चाहिँ जानुपर्ने चाहिँ यता मुनि हो यहाँ साइडबाट यता साइडबाट हो तल कतातिर हो हाम्रो यो कलेज चाहिँ हाम्रो पूर्ण दाइ पढ्नु भएको कलेज हो पूर्ण राई रोहिणी उठालो गाउने है माया पूजा ए स्पर्श सकिँदो वान अफ द बेस्ट कलेज हो यतातिरको
सजेसन कलेज उहाँले एउटा गीतमा भन्नुभएको छ घर परे धरा कसै परे कुरा भाइ है यो हलमा अहिले चाहिँ हामी चाहिँ यहाँबाट जानुपर्छ मार्गरेट चौकको यहाँ बोर्ड पनि छ गोराबारी यस्तो छ सो यहाँबाट चाहिँ हामी 7.93 किलोमिटर यहाँबाट ओह्रालो जानुपर्छ बाटो कति छ ओह्रालो पुरा स्टिफ छ नि तर राम्रै छ कहाँ पाउँछ यहाँ अगाडि त जग्गा चाहिँ यस्तो दामी छ यहाँनिर तानसिङ कुन छ तानसिङ यहाँ तल तानसिङ त्यो तल लाइनधुरा हो त्यहाँबाट ऊ मुन्डा फारसहरू भन्छ त बल्ल सिम्पुलाहरू भन्छ यहाँ चाहिँ अघि मैले जुन चाहिँ भनेको त्यो चाहिँ यहाँ अगाडि पर्छ आइपुग्यो हामी सलामेन्डर हामी चाहिँ यहाँनिर सलामेन्डर लेक आइपुग्नु आँट्यो वाह यस्तो ब्युटिफुल यहाँबाट चाहिँ जान्छ सलामेन्डर लेक एकदम दामी भइरहेको छ आज दिन पनि हो यहाँनिर छ म लान्छु तपाईँहरूलाई ल कहाँ अरे माथि चाहिँ रेडिङ स्पट छ अरे हो त्यहाँ चाहिँ रियान पहिला आएको अरे अब चाहिँ हामी यहाँ जाँदैछ सलामेन्डर लेकतिर हो यहाँनिर चाहिँ एकदम दामी भइरहेको छ आजको वेदर पनि सो हेरौँ यता रहेछ गाडी चाहिँ यहाँनिर राखेको छ यहाँ चाहिँ यस्तो रहेछ नि त ओ के को रुखो दामी है हो साँच्ची नै ल झाँक्री कटुस अरे यो चाहिँ यिनीहरू त ज्यादा दिलाइ गर्छ कि अन्त एकपल्ट कन्फर्म गर्नुपर्छ क्या साँच्ची नै भनेर ल यहाँनिर गोल्डन सलामेन्डर छ भन्ने कुरा गर्दैछ अरे तर अब त्यो कहाँसम्म है फ्याक्ट हो त्यो चाहिँ थाहा भएन सलामेन्डर पनि छ कि छैन त्यो पनि थाहा चाहिँ छैन तर अब लेकको नाम चाहिँ सलामेन्डर लेक रहेछ हो अन्त अब हेरौँ छ कि छैन तर सलामेन्डर त नाम चाहिँ त्यही रहेछ हो कि या पहिलातिर पाउँथ्यो है अहिले चाहिँ के छ कसो छ लेक चाहिँ यहाँनिर रहेछ यत्रो रहेछ मजाकै रहेछ यस्तो पिसफुल जग्गाहरू छ मजाको यही रहेछ सलामेन्डर लेक चाहिँ यहाँनिर रहेछ हो मार्गरेट चोप कस्तो सुन्दर अस्ति पनि म र सन्जोकै आएको थियो यहाँनिर सो यहाँबाट चाहिँ अब हामी निस्केको हो सलामेन्डर लेकबाट मजा आयो शीतल हावा चल्दैछ काम पनि छ काम पनि हेर्नु पऱ्यो हो त्यसले गर्दा ज्यादा टाइम पनि नदिएको यहाँनिर सो यहाँबाट चाहिँ निस्किदिएको यहाँनिर चाहिँ राम्रो रहेछ तपाईँहरू आउनु सक्नुहुन्छ यहाँनिर मजाले टाइम इन्जोय गरेर जानु सक्नुहुन्छ एकदम पिसफुल रहेछ यहाँनिर सानो गाउँ रहेछ राजदल बस्ती रहेछ यहाँ चाहिँ त्यो त होइन नि सबभन्दा दामी कुरा चाहिँ के हो भने हाम्रो रियानलाई चाहिँ जहिले पनि भोकै लागिरहेको हुन्छ हो तर एउटा खुसीको कुरा यो बाटोमा त्यस्तो खानेकुरा केही आज चाहिँ अब रियानको के हो त्यही उहाँ माथि चाहिँ फोरपोल भन्ने जग्गा रहेछ सो त्यहाँनिर चाहिँ
2 रुपियाँ गोटाको मोमो पाउँछ भनेर रियान्तले थाहा रहेछ। अब उसले भन्दैछ त्यो कहाँसम्म अब फ्याक्ट हो है, सत्य कुरा हो कि होइन। अब त्यो पायो भने अहिले हामी पनि खान्छ। किनिदिनुहुन्छ मलाई बाङ्गा रियान्तले किनिदिन्छ अरे। आज बिहान उसले 10 रुपियाँ देखाउँदैछ। 10 रुपियाँको 5वटा मोमो पाउँछ 2 रुपियाँ गोटाले हो। सो रियान्तले त्यहाँनिर किनिदिन्छ अहिले हामीलाई। अहिले हेरौँ त्यसो भए। अब एउटा सानो चाहिँ भनिदिउँ भनेको थियो हौ, यहाँनिर गर्लफ्रेन्डलाई बोलाएर थुक्पा किन्नु लाउने चाहिँ हाम्रै बानी छ है। 2 पेला थुक्पा खाएर चाहिँ लु म लागेको घर भन्ने चाहिँ उयो है। हो यस्तो रहेछ यहाँनिर गाउँहरूबाट अलिकति सानो रहेछ, तर गाउँ बिचको बाटो यस्तै नै हुन्छ सबै जग्गा नै। यसलाई चाहिँ दोकान डाँडा भन्दा यो पानी चाहिँ कहाँ हो? मुन्डाहरू पऱ्यो है? यो मुन्डा हो, गैरी गाउँ, सिम्पना फारस, जौबारी। है। अब यहाँ चाहिँ मेन प्रपर जग्गा, अब यो उकालोलाई चाहिँ के भनिन्छ भन्दाखेरि चाहिँ यो उकालो चाहिँ हात्ती छिरो भन्छ। हात्ती छिरो मतलब कहाँ यहाँ माथि मान्छे जलाउने क्या हो, मान्छे जलाउने यहीँ माथिको क्या हो। यहाँ सुइनाको घरहरू जाने छ, यता छ नि। सो फाइनली हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुग्यो। यहाँनिर रहेछ एकदम दामी रहेछ। यहाँनिर ग्राउन्डमा रहेछ, खुल्ला जग्गै। काम चाहिँ हाम्रो त होइन आज खासै त, काम चाहिँ आज सन्जोगको हो। हामी चाहिँ यसो घुम्नु। सन्जोगले काम गरिन्जेल चाहिँ हामी एकछिन यता वरिपरि घुम्न आएको हो। त्यहाँ मजाको रहेछ। रियान्तले चाहिँ हामीलाई तानसिङ भएर जाउँ भन्दैछ, हेरौँ अब। यस हामी चाहिँ लु हिँड्दै यसो घुम्दै यहाँ आइसक्यो। तल निकै तल आइसक्यो। डाँडाकाँडा हेर्नु एकदम मजा आइरहेको छ मलाई चाहिँ। एटलिस्ट म त फर्स्ट टाइमर हो यो बाटो यता साइड। सो मलाई त मजा लाग्यो। नयाँ जग्गा एक्सप्लोर गर्नु मजा लाग्छ मलाई त। नयाँ ठाउँहरू हिँड्नु यस्तो। यो चाहिँ भाइ हामीले हाम्रो लागि आयो अब एकदम। म त खाँदैछु। यसो भोकको जग्गा है। आमा सन्जोग पनि आयो। लु मान्छे प्यारासुट जस्तो भइसक्यो नि है। ल ओके गाइस, सक्यो अब हाम्रो यहाँनिर सन्जोगको काम हो। सो हामी यहाँबाट निस्केको। एनिवेज राम्रो थियो एक्सपिरियन्स चाहिँ। सो यहाँबाट निस्केको अब हामी। सो फाइनली यहाँ अब हामी कफीको लागि आएको छौँ ग्रुपमा हो। सो एकदम टेस्टी कफीसित म मेरो ब्लग पनि सायद यहीँ क्लोज गर्छु। त्यहाँबाट हामी पिज्जा लगेर तल बाटोमा खान्छौँ। त्यो चाहिँ म सायद देखाउँदिनँ होला, हेरौँ त। के भन्न चाहनुहुन्छ दाजु? म केही भन्न चाहदिनँ होइन। आज चाहिँ एकदम राम्रो भयो, मजा आयो होइन। गाडी पनि बनायौँ। बाई।